चाहिँ हाम्रो दिकु दिदीको नामको चौतारा हो। यो हाम्रो जतनेमा नानाको काका स्याउ बाका यता हाम्रो आजको व्यापारी काकाको आफ्नो आजको यो स्टल छ। मासुले पुग्दैन कि के हो? माथिबाट 4 सिटी आउँदैछ सबै। सेवा र है ठिकै छ। घरकोले पहिला खानु हुँदैन त अरूलाई। दिदी स्याउ पाका है। हाम्रो अल्पा भान्जी भरे कुरा हुन्छ। भान्जी भरे कुरा हुन्छ। सेवा सेवा नानीहरू हौ ठुली ठुली हुनु। यता हाम्रो निर्मली बहिनी पोयाङ पोयो नाच्छिन्। कहिले कता आज नाच्नु हुँदैन माङ्कुलेन। मागा सेवा है ल सेवा र है। हाम्रो हेरिकुटेनी सासू हाम्रो कान्छी बुहारीको मम्मीको सम्झनामा राखिएको चौतारा हो। हाम्रो मृत्यु हुने दाई भाइको सम्झनामा राखिएको चौतारा।
मरिकै नबोल्ने रहेछ नि हुँदैन अन्त छोडिदिनु यो त हाम्रो रोटिनी सेवा उहाँलाई टिकटकमा फलो गर्नुहोस् यो चाहिँ हाम्रो पिपले दाई र भाउजूको हो अब यहाँ अहिले बाँकी छ उहाँको छोरा बुहारी आउन त्यसपछि यहाँ पनि चौतारा पूजा हुन्छ सबैको आफन्तहरू आएर यहाँ उहाँहरूको सम्झनामा धूपद्वार दियो प्रज्वलन गर्ने आजको कार्यक्रम छ पहिले बिहान यो चाहिँ हाम्रो आपाको हो धराने कान्छा मेरो आपाको र केही समयपछि यहाँ यो प्रतिमा अनावरण पनि कार्यक्रम हुँदैछ यो जेन्जीहरू हो आज व्यापार छ काँक्रा यहाँ सम्पूर्ण यो चोक या स्तम्भ बनाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूको नाम यहाँ प्रकाशित गरिएको छ।